Clear presents EPL 2025 on Kantipur Max. Title sponsor, world's #1 men shampoo, Clear Men. Powered by Coca-Cola, Real Magic, Slinton College ING, TVS Ronin, Digital Payment Partner, eSewa, Sabai Sadai Sangai, Celebration Partner, KFC, Abroad Study Partner, KIEC, Kickoff Partner, Gold Star Shoes, never out of style since 1970. A revolutionary formula that penetrates the scalp 10 times deeper. Experience ultra performance that eliminates dandruff and grease, protecting your scalp like no other. Power up to 100% dandruff-free confidence. This is the world's #1 best men shampoo. All new Clear Men. Thousands of stories begin here. Thousands more have turned that story into success. Now, leading innovations, building companies, and shaping the future of tech and business. So, want to start a business? Build apps that change lives, protect networks from cyber attacks, or design, animate, and tell visual stories? Great! Do it all here. And get a chance to go global. This can be your future, your opportunity, your Islington story. It's time for change from my soap. किनकि साबुनको बास्ना प्रयोगसँगै घट्दै जान्छ. So, Lux Body Wash. यसको युनिक अर्किड सेन्ट जसले दिन्छ 12 घण्टासम्म मगमगाउँदो बास्ना साबुन भन्दा बढी. Lux Body Wash. बास्ना जुन रहिरहन्छ 12 घण्टासम्म. हामी हौ KIEC अब्रोड स्टडी तथा टेस्ट प्रिपरेसनको लागि एउटा विश्वसनीय नाम. अस्ट्रेलिया, UK, US, क्यानाडा, न्युजिल्यान्ड कहाँ पढ्न जान चाहनुहुन्छ तपाई? आउने हैन त Protecting your scalp like no other. Power up to 100% dandruff-free confidence. This is the world's #1 best men shampoo. Hotel booking अब eSewaबाटै. 2000 plus hotels all across Nepal. Hotels with the best pools. Relax, retreat, rejuvenate. Hotels for everyone. Escape to a holiday without the hassle. अब hotel booking पनि eSewaबाटै. Brother, KFC मा केही गोल्ड छ भने देखाउनुस् न प्लिज. Introducing the KFC Gold Edition, a taste like never before. The best of KFC, topped with melting cheese gold. यो त गोल्ड भन्दा नि दामी रहेछ. अनि मेरो नक्कली भन्दा दामी रहेछ भाइ. What?
हामी हौ KIEC अब्रोड स्टडी तथा टेस्ट प्रिपरेसनको लागि एउटा विश्वसनीय नाम। अस्ट्रेलिया, UK, US, क्यानाडा, न्युजिल्यान्ड कहाँ पढ्न जान चाहनुहुन्छ तपाई? आउने हैन त KIEC। A revolutionary formula that penetrates the scalp 10 times deeper. Experience ultra performance that eliminates dandruff and grease, protecting your scalp like no other. Power up to 100% dandruff-free confidence. This is the world's #1 best men shampoo. All new Clear Men. के छ तपाईहरुको हाल खबर? हामी फर्किएका छौं प्रिमियर लिगको प्री म्याच लिएर कान्तिपुर म्याक्स HD र कान्तिपुर म्याक्स HD को YouTube च्यानलमा तपाईले प्रिमियर लिगका सबै खेलहरु म्याक्स त्यसैगरी म्याक्सको एपमा हेर्न सक्नुहुन्छ भने कान्तिपुर टिभीको वेबसाइटमा पनि हेरिरहनु भएको छ। र सँगसँगै हामी केही समयको ग्याप पछि फेरि आएका छौं। अब भने निरन्तर हाम्रो प्रयास रहनेछ र प्रिमियर लिगले तपाईहरुलाई कतिको एक्साइटेड बनाइरहेको छ। टेबलमा एकदमै धेरै परिवर्तनहरु पनि आइरहेको छ र धेरैलाई लागिरहेको छ कि यो वर्ष आर्सेनलको हो त। यस विषयमा नि कुराकानी गर्नेछौं। आजको म्याचको बारेमा पनि कुराकानी गर्नेछौं। हामीसँग प्री म्याचमा जोइन गर्दै हुनुहुन्छ सुभाष हुमागाई, लामो समयपछि फर्किनु भएको छ। त्यसैगरी हामीसँग सुदेश बानिया हुनुहुन्छ। स्वागत छ दुवैजनालाई। आराम हुनुहुन्छ? सुभाष कस्तो लागिरहेछ त? झन्डै एकदमै लामो टाइम भयो यहाँ त। अलिकति ग्याप नै भयो। जुन हिसाबको स्टार्ट थियो हैन, प्रिमियर लिग चाहिँ निरन्तर भयो। हाम्रो चाहिँ अब विविध कारणवश रोकिएको थियो, तर फाइनली वी आर ब्याक। अब अपेक्षा गरौँ कि निरन्तर हामी पनि समर्थकहरुमा चाहिँ गेमसँगै प्री म्याच पनि जोडिनेछौँ। सुभाषलाई त कङ्ग्रेचुलेसन पनि। यहाँले नेपालको अर्को खेल क्रिकेटलाई वर्ल्ड कप पुर्याएर फर्किनु भयो। हिस्टोरिक वेस्ट इन्डिज सिरिजमा नेपालले जित्यो, त्यो पनि लाइभ थियो हाम्रो म्याक्समा। कस्तो रह्यो? हामी एकदमै सर्टमा यहाँको एक्सपिरियन्स सुनेर प्रिमियर लिगमा इन्टर गरिहाल्छौँ। एकदम नेपाली भनौँ न पुरै खेलकुदको लागि नै एउटा राम्रो अचिभमेन्ट हैन। ब्याक टु ब्याक वर्ल्ड कप भनेको इजी हुँदैन, तर यसपटक अलि सहज थियो। भनौँ एउटा लास्ट टाइम पनि क्वालिफाई हुँदाखेरि सँगै थियौँ। अब योपालि पनि त्यो क्वालिफाई भएको एउटा हेर्न पाउँदा खुसी लाग्यो। अब मेन चाहिँ वर्ल्ड कपमा चाहिँ यस्तै खालको रिजल्ट आउने भन्ने चाहिँ अपेक्षा गर्ने। सुदेश के गर्दै हुनुहुन्छ? कहिले फर्किनु भयो नेपाल? यहाँ त देश बाहिर नै बस्नुहुन्छ धेरै जस्तो टाइम। हजुर, त्यस्तै 1.5 हप्ता जस्तो मात्र भयो र यही हो, फुटबल चलिरहेको बेलामा धेरै जस्तो फुटबल नै हेरिन्छ र फाइनल्ली अब बच्चैदेखि प्रिमियर लिग हेरेर नै हुर्किएको हैन। अब अहिले नेपालमा फर द फर्स्ट टाइम अफिसियल ब्रडकास्ट भयो र त्यसमा पनि यसरी प्री म्याच शोमा आउनु पाउँदाखेरि एकदमै खुसी छु। सुदेश, जस्तो यहाँले भन्नुभयो बच्चादेखि प्रिमियर लिग हेरेको, अब यहाँ त एकदमै लामो समयदेखि फुटबल फलो गरिरहनु पनि भएको छ। आफ्नै देशको च्यानलमा हेर्दा यहाँको एक्सपिरियन्स कस्तो छ? अब कान्तिपुर म्याक्सको एपमा पनि आइरहेको छ हैन, अलिकति सेयर गर्नुहोस् न। हजुर, आएको धेरै समय त भएको छैन, तर एक हिसाबले यो प्री म्याच शोहरूदेखि लिएर जुन खालको कुराहरू भइरहेको छ त्यो चाहिँ एक हिसाबको सजिलो चाहिँ हुँदो रहेछ हैन। नभए योभन्दा अगाडि अब पहिला हेर्दाखेरि अब एउटा च्यानलमा एउटा गेम मात्र आइरहेको हुन्थ्यो हैन, अनि अर्को आफूलाई कुनै गेम हेर्नु मन छ भने अब त्यही अरू स्ट्रिमबाट हेर्नुपर्ने हुन्थ्यो। तर अब एपबाट पनि सेलेक्ट गरेर हेर्न पाउँदाखेरि चाहिँ अलिकति सजिलो र ठ्याक्क टिभीमा लगाउँदाखेरि पनि अगाडि नै आउने खालको, त्यही भएर सजिलो लाग्यो, रमाइलो लागिरहेछ एकदमै। सो यहाँको केही फिडब्याक छ भने पनि हामीलाई दिँदै जानु होला, हामी त्यही अनुसार अगाडि बढ्नेछौँ। र अब हामी यो प्रिमियर लिगको हामी 10th राउन्ड चलिरहेको छ र यो अब अहिलेको एकदमै सबैजनाको चर्चा भनौँ न आर्सेनलको के यो वर्ष चाहिँ साँच्चै के आर्सेनलको हो त भन्ने कुराहरू पनि भइरहेको छ। किनभने आर्सेनलले 7 पोइन्टको लिड लिइसकेको छ, एकदमै उत्कृष्ट फर्ममा नै छ भनौँ न अहिले हैन। त्यस हिसाबले हामी लास्ट नाइटको म्याचबाटै जाउँ न त। त्योभन्दा अगाडि सोधिहालेँ, प्रिमियर लिगमा कुन क्लबलाई फलो गर्नुहुन्छ? त्यस्तो एकदमै डाइहार्डली कुनै छ कि छैन? डाइहार्डली चाहिँ हैन, तर सानैदेखि अब जुन त्यो प्रिमियर लिग हेर्न सुरु गर्दाखेरि चाहिँ एकदमै मलाई मनपर्ने फिगर चाहिँ आर्सन वेंगर, त्यही भएर अलिकति सफ्ट स्पट चाहिँ आर्सेनलतिर छ। यो वर्ष जित्छ भनेर हो के हो? हैन, पहिलेदेखि नै अब अलिकति सफ्ट स्पट भएको बेलामा पनि धेरै उतार चढावको बीच गयो हैन, देखियो आर्सेनल पनि। अब अहिले फाइनली भइरहेको छ, त्यही भएर एक हिसाबको खुसी चाहिँ छ। आर्सेनलको फ्यान हुन पनि सजिलो त छैन हैन। अब फेरि आर्सेनल यो सिजन मात्रै होइन, हामीले लास्ट 3 सिजन रनर अप हुँदा पनि देख्यौँ सुभाष। एउटा मिडसम्म पुग्दा चाहिँ आर्सेनलले नै टाइटल जित्छ होला जस्तो लाग्ने हैन, तर लास्ट हुँदै गइसकेपछि चाहिँ हामीले आर्सेनलले उपविजेतामा दोस्रो भएर चित्त बुझाएको पनि देख्यौँ। तर यो पटक भने चाहिँ आर्सेनलले जुन ट्रेडिसनल प्रतिद्वन्दी रहेका छन् लिभरपुल, म्यानचेस्टर सिटीलाई अलिकति पछाडि छोडेको भएर समर्थकहरू अलिकति होपफुल पनि छन्। हामी लास्ट नाइटको रिजल्ट हेरौँ। अब लास्टमा आर्सेनल रहेको थियो, आर्सेनलले बर्नीलाई हरायो। त्यसै गरी अर्को टोटनहमले चेल्सीको एउटा अलिकति कठिन जित लाग्छ कि अथवा चेल्सीको कस्तो विन लाग्छ?
होइन चेल्सी टोटनम जहिले पनि भनौँ न त्यो चाहिँ गेम भनौँ न हिजोको गेम हेर्छौँ भने फर्स्ट मिनटदेखि नै अलिकति फिजिकल बढ्यो होइन अब हामीले त्यो ब्याटल अफ द ब्रिज जुन 16-17 त्यो एरादेखि चाहिँ पोचिटिनोको एरादेखि जुन सुरु भयो पहिल्यैदेखि लन्डन डार्बी त हो तर हिजोको गेम चाहिँ अझै बढी फिजिकल भनौँ न टोटनमले चाहिँ अलिकति गेम त्यो भनौँ न फुटबल भन्दा पनि अफ द फिल्ड भन्दा अफ द बल चाहिँ बढी त्यो ब्याटल जस्तो देख्यो क्या हिजो पनि लास्ट नाइटको रिजल्ट हामी एकैछिन हेरिहालौँ फुलहमको एकदमै इजी विन भयो वुल्फसँग 3-0 को त्यसै गरी बर्नली र आर्सेनल कुरा पनि गरिहाल्यौँ फर्स्ट हाफमै 2 गोल भयो 2 गोल हेडर भएको थियो सहज स्थितिमा पुग्यो दोस्रो हाफमा गोल नभए पनि आर्सेनल 3 अङ्क लिन सफल भयो लिड बढाइरहेको छ त्यसै गरी ब्राइटन र लिड्स युनाइटेडको म्याच थियो ब्राइटनको 3-0 को जित भयो पनि इजी विन नै रह्यो ब्राइटनको लागि र क्रिस्टल प्यालेसले पनि ब्रेन्टफोर्डलाई हरायो लगातारदेखि जितविहीन यात्रामा ब्रेक लगाएको छ हिजोको म्याच लास्ट नाइटको म्याचबाट र नटिङहम फरेस्ट र म्यान्चेस्टर युनाइटेडको म्याच डिटेल्समा कुरा पनि गर्नेछौँ हामी एकदमै इन्ट्रेस्टिङ भएको थियो एउटा पोइन्टमा त लगातार 4th विन लगातार 3 अङ्क ल्याइसकेको सोचेको थियो सायद म्यान्चेस्टर युनाइटेडले तर यति छिटो नटिङहम फरेस्टले 2 गोल फर्कायो कि तर हारबाट जोगियो र टटनहम र चेल्सीको म्याच चेल्सीको जुन पेड्रोले यति लामो समय झन्डै 10 गेमदेखिको गोल गर्न सकेका थिएनन् त्यो पनि तोडे हिजो र लिभरपुल एस्टन भिल्ला मोहम्मद सालाको 250 गोल लिभरपुलको लागि र एस्टन भिल्लालाई गोलकिपरको लागि त्यति राम्रो रहेन मार्टिनेजको लागि र सँगसँगै अब आज 2 म्याच रहेको छ न्युकासल वेस्ट ह्याम जुन 7:45 मा अबको केही बेरमा म्याच स्टार्ट हुनेछ भने सिटी र बर्नमथको म्याच रहेको छ 10:15 नेपाली टाइम अनुसार सो हामी आर्सेनलबाट जाउँ त सुभाष के छ आर्सेनल अब हिजोको हामी फ्यानबाटै सुरु गरौँ न त यो अलिकति त्यस्तो डायहार्ड नभए पनि सफ्ट कर्नरवाला फ्यान होइन अब आर्सेनलको भन्नुपर्दाखेरि यो सिजन चाहिँ फाइनली हो कि अब यो मोडमा त पुगेको पनि हो योभन्दा अगाडिको सिजनहरू होइन तर यो सिजन चाहिँ अलिकति जित्छ कि भन्ने कुरामा कन्फिडेन्ट हुनलाई चाहिँ 2टा चिज आई थिङ्क अलिकति अगाडि आउँछ जस्तो लाग्छ पहिलो कुरा चाहिँ जुन समरमा रिक्रुटमेन्ट भयो र जुन प्लेसेसहरूमा उनीहरूले प्लेयरहरू साइन गर्यो त्यसले गर्दा चाहिँ जुन यो पहिला 2nd 3rd अथवा जुन यो मिकेल आर्टेटाको एउटा अप्टिमम साइड भएपछि जुन पुसमा अलिकति पुगिरहेको थिएन त्यसको लागि चाहिँ अलिकति डेप्थ बढ्यो होइन अनि त्यही माथि अब डिनाइ नगरी भन्नुपर्दाखेरि जुन लिभरपुलको स्लम्प र अरू साइडहरूको जस्तो सुरुवात भएको छ यो लिगमा त्यसले पनि आर्सेनललाई अलिकति फाइदा चाहिँ पुगेको हो तर विदाउट अ डाउट आर्सेनलको स्ट्यान्ड आउट फ्याक्टर चाहिँ यो सिजन अहिलेसम्म चाहिँ गोल नखानु नै हो अहिलेसम्म जम्मा 3 गोल अहिलेसम्म 9 गेममा भनेको 10 गेममा भनेको यो दिस इज अ भेरी गुड स्टार्ट टु बिगिन विथ जस्तो सुदेशले भनेको कुरामा चाहिँ जस्तो रिक्रुटमेन्टको कुरा गरौँ भने लास्ट सिजन हेर्छौँ त्योभन्दा अगाडि सिजन हेर्छौँ भने इन्जुरीले गर्दा जस्तो एउटा एक टाइम चाहिँ अलिकति की प्लेयर इन्जर्ड हुने बित्तिकै चाहिँ सिजन स्लम्प हुन्थ्यो अब योपालि पनि साका र ओडेगार्ड बिना पनि जुन हिसाबले खेलिरहेछ होइन अब अर्को चाहिँ डेक्लन राइसको भनौँ न जुबी मेन्डी साइन गरेपछि राइसलाई चाहिँ जुन हिसाबले प्रयोग गरिरहेको छ अब हिजोको गेम पनि हेर्छौँ भने नर्मली भनौँ न यदि 6मा मात्र खेलेको भए चाहिँ राइस त्यति अगाडि नजान पनि सक्दैन अब अरू गेमहरूमा हेर्छौँ भने अहिले चाहिँ बक्स टु बक्स भूमिकामा जुन देखेको छ त्यसले चाहिँ आर्सेनलको मिडफिल्डलाई भनौँ अब ओडेगार्ड नहुँदाखेरि पनि अलिकति भनौँ गोल स्कोरिङ थ्रेटहरू अब यो के आउने बित्तिकै फेरि अब रेगुलर गोल त आएको छैन तर जस्तो हिजोको गेमहरूमा चाहिँ हिजो गेममा जुन हिसाबको गोल त्यो एउटा नम्बर 9 प्लेयर जुन मिसिङ थियो नि लास्ट इयर त अझै जिसस इन्जर्ड भएपछि विशेष गरी त्यो रिक्रुटमेन्टले गर्दाखेरि उसले भने जस्तै त्यसले गर्दाखेरि चाहिँ टिमको त्यो कमजोर पक्ष जुन छ त्यो चाहिँ ढाकिँदै गएको छ र अहिले 7 पोइन्ट अगाडि भए पनि मलाई लाग्छ लास्ट सिजनको भन्दा अहिले चाहिँ एकदम डिफ्रेन्ट सिनारियो छ अरू टिमको स्लम्प पनि भयो र सँगसँगै आर्सेनल एज अ टिम नै पनि एकदमै स्ट्रङ चाहिँ पहिलाभन्दा अहिले चाहिँ एकदम देखेको छ यो हामीले हेरि पनि राखेको जस्तो भिक्टर योकेरेजले 14 मिनटमा जुन कर्नरबाट आएको बलमा थियो होइन 14 मिनटमा गोल गरिसकेपछि अब आर्सेनलको त एकदमै सेट पिसमा अरू टिमभन्दा बढी सेट पिसमा गोल पनि गइरहेको छ त्यसपछि डेक्लन राइसले 35 मिनटमा गोल गरेपछि फर्स्ट हाफमै 2-0 को लिड भयो र सेकेन्ड हाफमा गोल भएन त्यसमा ट्रोसार्डको भूमिका पनि महत्त्वपूर्ण रह्यो होइन सुभाष जस्तो अब लगातार 5 यो प्रिमियर लिगमा आर्सेनलको लगातार 5औं जित हो त्यसै गरी अघि हामीले क्लिन सिटको पनि कुरा गर्यौँ होइन 7th गेम्स इन अ रो क्लिन सिट राख्नु भनेको पनि जोक होइन यस्तै कम्पिटेटिभ रहेको छ र त्यस हिसाबले सबै प्रतिस्पर्धामा गरेर पनि 9मा जित भयो जब जित्दै जान्छ मोमेन्टम पाउँदै जान्छ आर्सेनलले त्यो पाइरहेको छ होइन र 7 अङ्कको लिड भइसकेपछि यहाँबाट चाहिँ आर्सेनल अब कसरी अगाडि बढ्छ जस्तो लाग्छ होइन अब त्यही डिफेन्सिभली जब तपाईँ गोल खानु भन्छ नि अब मोरिनोको एउटा फेमस कोट छ होइन गोल्स विन यु म्याचेस डिफेन्स विन यु टाइटल्स भने जस्तै लिभर भनौँ न आर्सेनललाई चाहिँ डिफेन्सिभ भनौँ प्लेयर साइन गर्न जरुरी थिएन होला क्या तर जुन हिसाबले चाहिँ एउटा कम्बिनेसन इन्जर्ड हुने बित्तिकै लास्ट इयरको जुन समस्या थियो नि त्यसलाई चाहिँ कभरअप गरेको योपालि अब फेरि योपालि डिफेन्सिभली त्यति प्रब्लम पनि आएको छ जब 3 गोल मात्र खाएको छ भनौँ सालिबा पनि बिचमा 1-2 गेम ग्याब्रियल पनि मिस हुँदाखेरि पनि त्यो हुँदाखेरि पनि टिमलाई चाहिँ समस्या देखिएको छ
छैन क्या त्यो भएर चाहिँ भनौँ न जुन खर्च गरेको छ नि आर्सेनलले त्यो खर्च गरेको चिज चाहिँ रिजल्ट आउँदाखेरि चाहिँ त्यो क्वेसन गर्ने ठाउँ अब सेम कुरा लिभरपुलमा हेर्छौँ भने पनि लिभरपुलको स्टार्टमा विन त आएको थियो तर क्रिटिसिजम चाहिँ भइरहेको थियो कि नयाँ साइनिङहरू वर्क भइरहेको छैन के टिमलाई चाहिएकै साइनिङ थियो त त्यो होइन त्यति महँगो पैसा खर्च गरेर चाहिँ ल्याउन जरुरी थियो त भन्ने थियो तर आर्सेनलमा आउँदाखेरि चाहिँ जब इन्जुरी भयो त्यसपछि चाहिँ त्यो साइन गरेको प्लेयरहरूको रोल पनि देखियो नि त त्यो भएर चाहिँ आर्टेटालाई सहज पनि के भयो भने तपाईँलाई सेलेक्सन प्रेसर पनि भएन नयाँ आएको प्लेयरहरूलाई पनि युज गर्नु पायो तर अब फेरि एउटा टाइममा चाहिँ यस्तो हुनसक्छ कि अब साका पनि फर्किने ओडेगार्ड पनि फर्किने जस्तो सबै प्लेयर फिट भइसकेपछि फेरि त्यहाँनिर चाहिँ वर्कलोड ब्यालेन्स गर्नु अब अहिले अस्ति केस हेर्छौँ भने जसरी ट्रोसार्डले खेल्न नपाउँदाखेरि अलिकति डिसस्याटिस्फाइड थिए होइन अब उनी इन्जुरी भएपछि लगातार खेल्न पाए त्यो भएर चाहिँ सबै फिट भएपछि चाहिँ कसलाई खेलाउने भन्ने विषय हो त्यहाँनिर चाहिँ अलिकति अब आर्टेटा अझै अलिकति यङ म्यानेजर भएको हुनाले पनि त्यो प्रेसर चाहिँ कसरी ह्यान्डल गर्छन् त्यो चाहिँ हेर्न बाँकी छ अरू गोल पनि गर्न सक्थ्यो त्यो एकदमै राम्रो बर्नलीको किपरले एकदम राम्रो सेभ पनि गरे होइन र सँगसँगै आर्सेनलले उपाधि नजित्यो 22 वर्षदेखि प्रतीक्षा गरिरहेको छ र लास्ट 3 सिजन रनरअपमै भइरहेको छ र यो अघि हामीले स्टार्टिङमा पनि कुराकानी गऱ्यौँ कि यो पटक जो उपाधिको दावेदार टिमहरू हो डिफेन्डिङ च्याम्पियन लिभरपुल सिटी त्योभन्दा अलिकति अगाडि निस्किसकेको भएर र आर्सेनलले जसरी खेलिरहेको छ त्यस हिसाबले पनि अलिकति अरू सिजनभन्दा डिफ्रेन्ट फिल गरिरहेका छन् फ्यानहरूले अब सुभाष दाइले अघि भर्खर भन्नुभएको थियो त्यो कन्फिडेन्सको फ्याक्टर त डेफिनेटली छ नै होइन अनि अब लास्टको 5-6 सिजन हेर्दाखेरि पनि प्रिमियर लिग इन जेनरल र यो युरोपियन जुन टप लिगहरू छन् उनीहरूमा चाहिँ एउटा डिफ्रेन्सिएटिङ फ्याक्टर भनेकै वर्कलोड म्यानेजमेन्ट अब जब यो फिक्चर्सहरू टाइट हुँदै जान्छ जब यो डिसेम्बर पछिको जुन पिरियड हुन्छ त्यति बेला चाहिँ कसको बेन्च कति स्ट्रङ र कसले चाहिँ आफ्नो इन्जुरी र वर्कलोड म्यानेज गर्न सक्यो त्यसमा हो अब रिक्रुटमेन्टको कुरा गर्दाखेरि आर्सेनलमा जुन भन्नुभयो जुन एउटै प्लेसमा अथवा की प्लेसेसहरूमा जुन त्यही लेभलको त नहोला तर त्यो लेभलको फङ्सन गर्न सक्ने प्लेयर्सहरू भएको भएर चाहिँ यो सिजन चाहिँ त्यो फ्याक्टरले पनि कन्फिडेन्स इन्स्टिल गराएको छ तर पर्फर्मेन्स अनुसारले हेर्दाखेरि नै अब हिजोको गेममा पनि मोर अर लेस आर्सेनल अल्दो 2टा गोल्सहरू हेडरबाट आएर धेरै गोल्सहरू सेट पिसेसबाट आइरहेको छ तर एक लेभलको कन्ट्रोल चाहिँ छ भन्ने फिल चाहिँ आई थिङ्क आर्सेनल फ्यान्सहरूले गरिरहेको छ जस्तो लाग्छ सुभाष जस्तो सेट पिसको कुरा गर्दा भयो आर्सेनल नम्बर 1 टिममा नै आउँछ र बर्नली जो प्रिमियर लिगमा प्रमोसन हुँदाखेरि एकदम सोलिड डिफेन्स उसको एउटा महत्त्वपूर्ण र स्ट्रेन्थ भनेको डिफेन्स थियो होइन 46 मा कति जम्मा 15-16 गोल मात्रै खाएको थियो र त्यसमा त्यो गेमहरू अहिले पनि हामी बर्नलीको गेमहरूमा त्यो देख्छौँ र सेट पिस क्रुसियल हुँदै आइरहेको छ बर्नलीको साइडबाट हामीले एनालाइज गऱ्यौँ भने चाहिँ के लाग्छ होइन प्रिमियर लिग र भनौँ च्याम्पियनसिपको लेभल त डिफ्रेन्ट हुन्छ होइन अब नयाँ टिमलाई अब बर्नलीले जुन हिसाबले खेलेको थियो त्यो त अब भनौँ पछिल्ला संस्करणमा हेर्ने हो भने पहिलाको चढेको टिमहरूभन्दा त धेरै राम्रो छ अब अहिले यसपटक अलिकति प्लेयरहरू पनि साइन गरेको छ होइन अब फेरि गोलकिपरको कुरा गर्छ भने सिटी अब ट्राफोर्ड आई थिङ्क लास्ट इयर जुन हिसाबको प्रदर्शन थियो होइन अब अहिले किपर पनि चेन्ज तर अब डुब्रापका पनि नट अ ब्याड किपर तर जुन हिसाबको ट्राफोर्डको लास्ट सिजनको रिजल्ट थियो अब योपालि चाहिँ प्रिमियर लिगमा आउने बित्तिकै तपाईँले टप भनौँ त्यो वर्ल्ड क्लास प्लेयरहरूसँग खेल्नुपर्छ र अझै आर्सेनलको कुरा गर्दा त त्यो भनौँ न 6'3", 6'4" को प्लेयरहरूले जुन ह्यान्डल गर्नुपर्छ नि अब च्याम्पियनसिपमा तपाईँले त्यो हिसाबको फिजिकलिटी नहोला सँग फिजिकलिटी हुँदाखेरि बरु स्किल सेट थिएन होला नि तर प्रिमियर लिगमा आएपछि फेरि त्यही लेभलको स्किल पनि हुन्छ फिजिकल पनि हुन्छ होइन त्यो ह्यान्डल गरेर चाहिँ अलिकति गाह्रो छ तर जति पनि गरेको छ आई थिङ्क बर्नलीलाई चाहिँ प्रेस गर्नुपर्छ अब स्कट पार्कर प्रिमियर लिग टिम हेरेको पहिला अनुभव छ होइन अब फुल टाइम म्यानेज गरिसकेको प्लेयर अब त्यत्रो लामो समय प्रिमियर लिग एक्सपिरियन्स भएको प्लेयर हुनाले आई थिङ्क त्यो एक्सपिरियन्स पनि बर्नलीले चाहिँ काम गरेको छ तर आर्सेनलसँग चाहिँ अब रिजल्ट नै एक्सपेक्ट गर्न चाहिँ अब अवे नै भयो भने त्यति सहज चाहिँ पक्कै हुँदैन रेलिगेसन थ्रेट पनि छ होइन त्यस हिसाबले अब अगाडिको म्याच फिक्चरहरू पनि आउँदै जाने छ त्यस हिसाबले कतिको प्रेसरमा हुन्छ टप डिभिजनमै रहनको लागि अब योपालि त एकदम कम्पिटिसन भनौँ अब अहिलेसम्मको हेर्दाखेरि चाहिँ अब जति पनि माथि चढेको टिमहरू छ होइन त्यति समस्या जस्तो अब वुल्फ्सलाई हेर्छौँ भनौँ न अब वेस्ट ह्यामलाई हेर्छौँ भने चाहिँ त्यो हिसाबको स्ट्रगल चाहिँ गरेको छैन किनकि होममा राम्रो रिजल्ट अब हिजो आएन तर त्योभन्दा अगाडि खेलमा चाहिँ होममा चाहिँ रिजल्ट ल्याइरहेछ क्या अब सन्डरल्यान्डकै कुरा गर्छौँ भने जुन हिसाबको रिक्रुटमेन्ट भएको छ होइन उनीहरूले डेटामा एकदम धेरै काम गरेको छ त्यो भएर नि म चाहिँ सन्डरल्यान्डको कुरामा चाहिँ अलिकति सरप्राइज किन छु मैले एक्सपेक्ट गरेको थिइनँ कि यो लेभलको पर्फर्मेन्स चाहिँ उनीहरूले दिन्छ भनेर होइन अब बर्नलीको कुरा चाहिँ अब रिलेक्सन ब्याटलमा त पक्कै पनि हुन्छ तर जुन थ्रेट चाहिँ अहिले वुल्फ्सलाई वेस्ट ह्यामलाई छ त्यो लेभलको थ्रेट चाहिँ हुन्छ जस्तो लाग्दैन यो टिमलाई अब यो आर्सेनलको म्याचको हामी ऱ्याप पनि गऱ्यौँ 7 पोइन्टको लिड बारम्बार टपमा छ अब टेबलको टपमा रहेको छ र एकदमै राम्रो अक्टोबर पनि एकदमै राम्रो रह्यो आर्सेनलको लागि होइन र अहिले भनौँ न जुन फर्म छ रिसेन्ट फर्म छ यहाँबाट चाहिँ पहिलाको जस्तै सिजन हुने चान्स चाहिँ देख्नु न अब आर्सेनल फ्यान्सहरूले के चाहनुहुन्छ साँच्चीकै भन्दाखेरि धेरैचोटि एकदमै धेरै क्लोज आएको होइन अनि आई थिङ्क मिकेल आर्टेटाले पनि यही कुरा बारम्बार भनेको चाहिँ हामी अलिकति रङ टाइमिङमा चाहिँ पिक भयौँ कि अथवा अझ बढी च्यालेन्ज चाहिँ के हुन्छ भन्दा यस्तो टिम्सहरू जुन चाहिँ एकदमै क्लोज आउँछन् उनीहरू चाहिँ एकदमै चाँडो फल आउट हुने हो कि भन्ने खालको
कतिसम्म चाहिँ पुश गर्ने त भन्ने खालको हुन्थ्यो तर यो सिजनमा चाहिँ फाइनली सुरुको 10 गेम्सहरू हेर्दाखेरि चाहिँ मोर अर लेस लास्ट सिजन लिभरपुल जुन स्टेजमा थियो आर्सेनल पनि यो सिजन त्यही एउटा थप्नुपर्ने कुरा चाहिँ आर्सेनलले बिग टिम्स पनि यो 10 गेम खेल्दाखेरि तपाईँसँग लिभरपुल सिटी हैन युनाइटेड तीनटा टिमसँग खेलिसकेको छ त्यो भएर फेरि त्यो तीनटैमा अनबिटन पनि छ त्यो भएर चाहिँ यसपालि बढी होप गर्नुको कारण चाहिँ तपाईँले फर्स्ट राउन्डमै त्यो टाइटल च्यालेन्जरसँग खेलिसकेको हुनाले चाहिँ अलिकति बढी होप हुनुको कारण त्यो आई थिंक अझै पनि आर्सेनल फ्यान चाहिँ सम्मिमित नै रहन्छन् होला त्यो एक्सपिरियन्सले अब हामी अर्को कुरा म्यानचेस्टर युनाइटेडको सिजनको सुरुवात राम्रो रहेन सो त्यसबाट स्टार्ट गरौँ जसरी स्टार्ट गर्यो म्यानचेस्टर युनाइटेडले धेरै प्रश्नहरू आयो आमोरिममाथि पनि तर अहिले पछिल्लो समय चाहिँ त्यो फर्ममा फर्किएको हो कि अब लय समात्दैछ कि जस्तो पनि देखिन्छ अब डेफिनेटली अब युनाइटेडको केस त अब लगभग 10 सिजनै भनौँ हैन एक्सपेक्टेसन अनुसारको पर्फर्मेन्स छैन तर रुबेन आमोरिम आएपछि जुन योभन्दा अगाडिको सिजन जुन मिड सिजनतिर आउनुभयो रियल टेस्ट चाहिँ अब एउटा प्रपर ट्रान्सफर विन्डो दिएपछि बल्ल हुन्छ भन्ने खालको थियो तर यो ट्रान्सफर विन्डो पछि पनि जुन हिसाबले टिमले पर्फर्म गरिरहेको थियो त्यसमा चाहिँ आमोरिम आफूले पनि भनेको अनुसार चाहिँ आत्मविश्वासको अथवा त्यो टिमको जुन एउटा कम्बिनेसनको कमी थियो तर यो पास्टको हिजोको पनि अब ड्र भए तापनि लास्टको त्योभन्दा अगाडिको 3 गेम्सहरूमा पनि जुन युनाइटेडबाट मान्छेहरूले एक्सपेक्ट गरिरहेको थिए त्यो लेभलको एउटा कन्फिडेन्स ल्याउने खालको पर्फर्मेन्सेसहरू चाहिँ हो तर स्टिल सिजन एकदमै लामो छ हैन त्यही भएर यो चारवटा जुन पास्टको चारवटा म्याचेस छ त्यसले एक लेभलको युनाइटेड फ्यान्सहरू अथवा युनाइटेड इन जेनरल उहाँको पर्फर्मेन्सहरूलाई चाहिँ एक लेभलको टिम सेट भइरहेको हो कि भन्ने खालको एउटा कन्फिडेन्स दिन्छ सुभाष जस्तो अब लास्ट नाइटको म्याचको कुरा गर्ने हो भने क्यासिमेरोको गोलपछि युनाइटेड पहिलो हाफमा 1-0 को लिडमा रहेको थियो र एउटा टाइम लागेको थियो कि युनाइटेडले 3 पोइन्ट्स लिन्छ होला यहाँबाट पनि ब्याक टु ब्याक विन हुन्छ होला भनेर तर हामीले सेकेन्ड हाफको 2 मिनेटको अन्तरमा छुट्टै सिनारियो देख्यौँ नटिङहम फरेस्टले 2 गोल फर्कायो हैन 48 to 50 मिनेट्समा त्यो पोइन्टमा के लागेको थियो हैन अब फर्स्ट हाफ हेर्दाखेरि पनि भनौँ न त्यो युनाइटेड पछिल्लो 3 गेम जस्तो थियो हिजोको गेम त्यस्तो चाहिँ थिएन अब अर्को चाहिँ एउटा नटिङहमलाई पनि प्रेसर के थियो सनराइजलाई प्रेसर के थियो भने भनौँ म्यानेजरियल चेन्ज सेकेन्ड म्यानेजरियल चेन्ज हो नि त यो त त्यो भनौँ 10 गेममै तेस्रो म्यानेजर आउनु भनेको चाहिँ कुनै पनि टिमको लागि राम्रो हुँदैन र उनीहरूलाई चाहिँ बढी त्यो भनौँ जितको भोक थियो अलिकति हिजो हेर्दाखेरि चाहिँ हैन अब युनाइटेडको कुरा गर्दाखेरि चाहिँ नयाँ साइनिङहरू आएपछि जुन पछिल्लो सुरुवाती खेलमा चाहिँ अलिकति स्ट्रगल थियो हैन इन्जुरीले पनि साथ दियो 3 जना अपरेट गर्न सकेको थियो जसको हिजो चाहिँ अब सेसको एम्बुएमोको विशेष गरी चाहिँ जुन हिसाबको गेम प्ले छ अब कतिले चाहिँ अमोरिमले आफ्नो ट्याक्टिक नै चेन्ज गर्नुपर्ने हो कि किनकि नयाँ प्लेयरहरू फिट भइरहेछन् भन्ने थियो तर हिजो त्यो पछिल्लो 4 खेलले चाहिँ एउटा के बताउँछ भने म्यानेजरले चाहिँ आफूले जुन साइन गरेको प्लेयर छ त्यसैमा आफ्नो फिलोसफीमा पनि ट्रस्ट गर्यो र साइनिङमा पनि ट्रस्ट गर्यो अब सुरुमै नतिजा नआउँदाखेरि चाहिँ अब युनाइटेड भन्ने बित्तिकै फेरि तपाईँले आर्सेनल चेल्सीमा साइन गर्नु र युनाइटेडमा साइन गर्नुमा चाहिँ फरक छ त्यो युनाइटेडको नामको प्रेसर चाहिँ जुन हुन्छ त्यो सायद लिभरपुलमा अलिअलि होला नत्र प्रिमियर लिगको अरू क्लबमा चाहिँ त्यो इतिहासको प्रेसर जुन हुन्छ त्यो पनि खेप्नु पऱ्यो क्या तर अहिले हेर्दाखेरि चाहिँ त्यो पर्फर्मेन्स बिस्तारै आइरहेको छैन अब सधैँ जित्छ भन्ने त हुँदैन अब हिजो चाहिँ 4th 4 इन अ रो हुने गर्ने चान्स त थियो तर त्यो फर्स्ट 5 मिनट चाहिँ आई थिङ्क त्यो डिफेन्सिभली चाहिँ जुन अन हुनु पर्ने थियो त्यो सोलिडिटी चाहिँ नभएको हो कि अब दुईटै गोल चाहिँ अभोइडेबल गोलहरू थियो क्या अब तर डिफेन्सिभली त्यो सेकेन्ड हाफ सुरु हुने बित्तिकै जस्तो हामी हेर्छौँ भने फर्स्ट 5 मिनट्स पनि कुनै पनि टिम्सहरूले चाहिँ बल राखेर हुन्छ नि त्यो तपाईँ सकेसम्म चाहिँ विङबाट थ्रेट आउन नदिने गरी हुन्छ नि त्यो अलिकति कसियस भएर खेल्थ्यो तर युनाइटेड चाहिँ हिजो सेकेन्ड हाफ सुरु गर्दाखेरि त्यहाँ चाहिँ अलिकति चुक्यो किनकि तपाईँ 3 डिफेन्स छ हैन त्यसपछि क्यासेमिरोको फिजिकलिटी पनि मिडफिल्डमा थियो तर त्यो बक्सभित्र चाहिँ त्यो अलिकति प्लेयरहरू अन देखिएन क्या र गोल हुने बित्तिकै पनि हेर्छौँ भने युनाइटेड चाहिँ त्यहाँनिर अलिकति एक्टिभ नभएर चाहिँ त्यो 5 मिनटको प्लेले गर्दाखेरि नै आई थिङ्क त्यो पुरै गेमको रिजल्ट नै गुम्नु पुग्यो तर गुड थिङ हो कि हार भएन कम्तीमा पनि पोइन्ट आयो आई थिङ्क त्यो चाहिँ पोजिटिभ पोइन्ट थियो हेरौँ अब लामो छ सिजन भर्खर 10th राउन्ड चलिरहेको छ अब युनाइटेडले कसरी अगाडि बढ्छ कहाँसम्म पुग्छ अब एउटा टप 4 मा जाने एउटा अपर्च्युनिटी पनि थियो त्यो मिस गरेको छ तर पनि पोइन्ट आयो र अब एउटा ब्रेक लियौँ त्यसपछि हामी लिभरपुल चेल्सीको पनि कुराकानी गर्नेछौँ हामी अहिले एउटा छोटो ब्रेक लिइहाल्छौँ हामीसँगै रहनु होला A revolutionary formula that penetrates the scalp 10 times deeper. Experience ultra performance that eliminates dandruff and grease, protecting your scalp like no other. Power up to 100% dandruff-free confidence. This is the world's #1 best men shampoo. All new Clear Men. Thousands of stories begin here. Thousands more have turned that story into success. Now,
leading innovations, building companies, and shaping the future of tech and business. So want to start a business? Build apps that change lives, protect networks from cyber attacks, or design, animate, and tell visual stories? Great! Do it all here. And get a chance to go global. This can be your future, your opportunity, your Islington story. हामी हौ KIEC अब्रोड स्टडी तथा टेस्ट प्रिपरेसनको लागि एउटा विश्वसनीय नाम। अस्ट्रेलिया, UK, US, क्यानाडा, न्युजिल्यान्ड कहाँ पढ्न जान चाहनुहुन्छ तपाईँ? आउने हैन त KIEC। Hotel booking अब eSevabatai. 2000 plus hotels all across Nepal. Hotels with the best pools. Relax, retreat, rejuvenate. Hotels for everyone. Escape to a holiday without the hassle. अब hotel booking पनि eSevabatai. Brother, KFC मा केही गोल्ड छ भने देखाउनुस् न प्लिज। Introducing the KFC Gold Edition, a taste like never before. The best of KFC, topped with melting cheese gold. यो त गोल्ड भन्दा नि दामी रहेछ। अनि मेरो नक्कली भन्दा दामी रहेछ भाइ। It's time for change from my soap. किनकि साबुनको बास्ना प्रयोगसँगै घट्दै जान्छ। So, Lux Body Wash. यसको युनिक अर्किड सेन्ट जसले दिन्छ 12 घण्टासम्म मगमगाउँदो बास्ना साबुन भन्दा बढी। Lux Body Wash. बास्ना जुन रहिरहन्छ 12 घण्टासम्म। Clear presents EPL 2025 on Kantipur Max. Title sponsor, world's #1 men shampoo, Clear Men. Powered by Coca-Cola, Real Magic, Islington College ING, TVS Ronin, Digital Payment Partner, eSewa, Sabai Sadai Sangai, Celebration Partner, KFC, Abroad Study Partner, KIEC, Kickoff Partner, Gold Star Shoes, never out of style since 1970. ब्रेकपछि फेरि पनि स्वागत छ यहाँहरूलाई र हामी एकदमै क्विक लास्ट नाइटको म्याचको ऱ्याप गरिहालौँ। लिभरपुल र एस्टन भिल्लाको मोहम्मद सालाको 250औं गोल लिभरपुलको लागि र एस्टन भिल्ला जुन सालालाई पनि विश्वास भएन होला कि म्यार्टिनेजबाट त्यो आयो बल आयो भनेर र लगातार जुन ब्याट फर्म थियो लगातार हारिरहेको थियो लिभरपुल, यसले चाहिँ राहत मिलेको छ। सुदेश हजुरले भन्नुभएको जस्तै सिम्बोलिकली चाहिँ यो जुन एउटा ब्याड रन अफ फर्म थियो लगातार हारिराखेको अथवा यो टिम स्ट्रगलै गरिराखेको अनि जुन लिग सुरु हुँदाखेरि पनि एकदम फाइन मार्जिन्सले मात्रै जितिरहेको होइन, लास्टमा मात्रै नतिजाहरू निस्किरहेको थियो। तर जुन यो बिग रन अफ फर्म थियो हिजोको जितले चाहिँ एक हिसाबले चाहिँ एउटा ब्रेक अथवा एउटा ब्रिदिङ स्पेस चाहिँ दियो होइन। अब लिभरपुलको हिजोको फेरि विनले फेरि सबै कुरा सल्भ त गर्दैन र त्यही माथि अब फिक्स गर्नु पनि धेरै कुराहरू पनि छ। तर एट द भेरी लिस्ट मोहम्मद सलाहको गोल र जुन त्यो हिजोको जसरी जुन हिसाबमा हिजोको जित आयो त्यसले चाहिँ एक हिसाबले चाहिँ एउटा ब्रेक अथवा त्यो लिभरपुललाई जुन अब टाइटल डिफेन्स नै त नभनिहालौँ, अब अलिकति गाह्रै छ त्यो त, तर त्यो हिसाबमा पनि टेबलमा माथि चढ्नलाई चाहिँ एकदमै सहयोग पुग्ने खालको विन हो हिजोको चाहिँ। सो अब रायन र सालाको गोलपछि लिभरपुलले एउटा राम्रो सुरुवात फेरि गर्यो भनौँ न र एस्टन भिल्ला जो सिजनको सुरुवात एकदमै खराब भयो, ब्याक टु ब्याक लस, त्यसपछि लगातार जित र फेरि लिभरपुलसँग आएर रोकिएको छ। लिभरपुलसँग विन भनौँ न अब हिजो चाहिँ जितेको भए फेरि हिजो चाहिँ एस्टन भिल्लाभन्दा पनि फोकस लिभरपुलमा थियो किनकि टाइटल डिफेन्स गरिरहेको टिम होइन। अब सुदेशले भने जस्तै सुरुवाती गेममा पनि जित चाहिँ लगातार थियो होइन, हेर्दाखेरि पोइन्ट्स टेबलमा पोइन्ट थियो, आई थिङ्क 5 विनरहरू स्टार्ट भयो होइन। त्यसपछि तर त्यो सबै गेममा चाहिँ लास्ट मिनटमा कहिले को हिरो बनिरहेको थियो क्या। अब त्यो पर्फर्मेन्स हेर्दाखेरि चाहिँ मलाई लाग्छ लिभरपुल फ्यानहरू पनि कन्भिन्स चाहिँ थिएनन्, तर जबसम्म रिजल्ट आइरहेको हुन्छ तबसम्म चाहिँ अब प्रश्न गर्ने ठाउँ कम हुन्छ। तर अब त्यसपछिको लगातार 4 गेम हार्दाखेरि चाहिँ सबै कुरा अब बिग्रियो किनकि मेन कुरा चाहिँ
जुन स्पेन्ड गरे नि ट्रान्सफर विन्डोमा त्यसले गर्दा चाहिँ अझै बढी प्रेसर चाहिँ आर्न स्लटमाथि छ जस्तो लाग्छ क्या। अब हिजो लास्ट सिजनकै टिम भएर अहिले कन्टिन्यू गरेर 1-2 जना साइनिङ गरेको भए सायद यति क्रिटिसिजमहरू हुँदैन थियो तर जुन हिसाबको स्पेन्ड गरे होइन अब क्लबले छोडेको टिम इनहेरिट गर्दाखेरि चाहिँ रिजल्ट आउने अनि फेरि आफ्नै भनौँ अब तपाईँ झन्डै 500 मिलियन खर्च गर्दाखेरि त्यति ठुलो खर्च गरेपछि त कम्तीमा पनि अब भनौँ न अहिले आर्सेनल जुन हिसाब अर्को कुरा चाहिँ आर्सेनल त्यति धेरै माथि जाँदाखेरि पनि अब एउटा टिम चाहिँ टेबल टपमा 7-8 पोइन्ट अगाडि छ अनि आफू चाहिँ स्ट्रगल गर्दा त्यसले गर्दा चाहिँ अझै लिभरपुल फ्यानहरूले चाहिँ कठिन त्यो पचाउनलाई चाहिँ कठिन। अब हेरौँ टाइटल डिफेन्ड गर्छ गर्दैन लिभरपुलले अब प्रिमियर लिग त लास्ट मोमेन्टसम्म पनि थाहा हुँदैन के हुन्छ भनेर। अब चेल्सी र टटनहामको कुरा गरौँ पेड्रोको गोल आयो र त्यही गोल नै चेल्सीलाई 3 अङ्क दिलाउन पर्याप्त भयो। एकदमै यङ स्क्वाड छ चेल्सीको। के लाग्छ चेल्सीको यो टटनहामसँगको जित र अगाडि बढ्दै जाँदाखेरि सुदेशलाई यो सिजन कस्तो रहला? अब एकदमै फिजिकल गेम त थियो होइन अब लन्डन डर्बी त्यहीमा थियो अब अफ द पिच पनि धेरै कुराहरू हुन्छ अनि इन जेनरल नै चेल्सीको रिसेन्ट ट्रेन्डहरू हेर्दाखेरि पनि टटनहाममा जाँदाखेरि चाहिँ एक लेभलको जोस एउटा अप्पर ह्यान्ड टाइपको चाहिँ छ होइन तर चेल्सी यङ स्क्वाड त छ तर एट द सेम टाइम उनीहरूको जुन कोर अथवा त्यो क्रुसल पोजिसन्सहरूमा चाहिँ 1-2 प्लेयर्सहरू चाहिँ एकदमै इम्पोर्टेन्ट र सो अप पनि गरिरहेको छ होइन। फर इक्जाम्पल मोइसेस काइसेडो यो सिजन लास्ट सिजन एकदमै he is turned up when it's required हैन। सो हिजो पनि त्यो लेभल त्यो ब्याकमा बिल्ड गरेर र यस्तो फाइन मार्जिन्सको विनहरुमा चाहिँ त्यो एकदमै क्रुशल हुने गर्छ त्यसको परफर्मेन्स। आई थिंक हिजो त चेल्सीले अलि बढी गोलले नै जित्नु पर्ने थियो हैन अब धेरै चान्स पनि मिस भयो। मार्जिन त भनौं न हिजो चाहिँ चेल्सी भन्दा पनि टोटनहम खेल्न नसकेको भन्छ मलाई लाग्छ। अब यो पछिल्लो 8-10 वर्ष हेर्ने भने यो किसिमको स्ट्रगल चाहिँ कहिले पनि टोटनहमले गरेको छैन। मलाई त हिजो गोल स्कोरिङ चान्स पनि याद छैन के हुन्छ नि अब एउटा चाहिँ सुरुमै बर्गवाल इन्जर्ड हुने बित्तिकै चाहिँ त्यो जुन प्लान लिएर आयो त्यो युज भएन र त्यसपछि जावी सिमन्स त्यो 90 मिनेट खेल्दाखेरि चाहिँ कोलो मुआनी र जावी सिमन्स चाहिँ अन द बल धेरै देखिने तर आउटपुट छैन हैन। कोलो मुआनी त अब भनौं न कुनै टाइम त रिचार्लिसन सिराएपछि पार्टनरशिप भन्ने हुन्छ त्यो अट्याकिङ फ्रन्टमा त बलै युज गर्न सकेन। सो अब आजको खेलको कुरा गरौँ। अबको केही बेरमा वेस्ट ह्याम र न्यूक्यासलको म्याच रहेको छ र वेस्ट ह्याम एकदमै स्ट्रगल छ, रेलिगेसन थ्रेट एकदमै धेरै छ। के भइराछ यो सिजन वेस्ट ह्यामलाई? वेस्ट ह्यामको प्रब्लम्सहरु हेर्दाखेरि अब जुन त्यो अब रेलिगेसन जोन अथवा जुन त्यो लेभलमा स्ट्रगल गरिरहेको साइड्सहरु हुन्छ त्यसमा चाहिँ एउटा एकदमै क्रुशियल फ्याक्टर अफन नेग्लेक्टेड चाहिँ के हो भन्दा गोल गर्ने भन्दा गोल नखाने चाहिँ इज भेरी मच इम्पोर्टेन्ट हैन। अब जुन साइडहरु सुरुमा स्ट्रगल गरेर पछि इभेन्चुअली सर्भाइभ गर्यो लास्टको 2-3 प्रिमियर लिग सिजनमा उनीहरुको डिफरेन्स मेकरै डिफेन्स राम्रो अथवा गोलकिपरले चाहिँ पोइन्ट बचाएर बल्ल माथि चढेको भन्ने। वेस्ट ह्याममा चाहिँ डिफेन्सिभ होज नै अलि धेरै नै छ यो सिजन अथवा रिसेन्ट टाइम्स भनौँ हैन। सो मलाई चाहिँ त्यही अब आज न्यूक्यासलसँग जाँदाखेरि पनि न्यूक्यासल अलि स्लो स्टार्ट भए पनि अब अहिले बल्ल पिकअप गर्न खोजेको अथवा जुन त्यो उनीहरूको साइनिङ्सहरू बाहिरिएपछि बल्ल जुन लेभलको पेस पिकअप गरिरहेछ त्यो हिसाबमा पनि आजको गेम चाहिँ त्यसको न्यारेटिभ चाहिँ त्यो हुन्छ जस्तो लाग्छ मलाई। सुभाष जस्तो वेस्ट ह्यामको कुरा गर्दाखेरि अब 4 पोइन्ट मात्रै छ जम्मा 9 गेममा आएर र प्रशिक्षक पनि चेन्ज भयो उनी पनि लगातार हारिरहेका छन् र अब न्यूक्यासलको कुरा गर्दा दुवैलाई यो म्याच इम्पोर्टेन्ट पनि छ 3 पोइन्ट्सको लागि। त्यस हिसाबले यो म्याच कसको लागि बढी इम्पोर्टेन्ट हो? हैन वेस्ट ह्यामकै हो। अब भनौँ न जुन हिसाबले वेस्ट ह्याम अलिकति ठुलो क्लब पनि हैन। अब हामीले सिजन सुरु हुँदा चाहिँ वेस्ट ह्याम रेलिगेसन जोनमा स्ट्रगल गर्छ भनेर सायदै कसैले सोचेको तर अब लुकास पाकेटाको कुरा गर्छौँ हैन अब ज्यारेड बोयनको कुरा गर्छौँ भने आई थिंक अट्याकिङ फ्रन्टमा 2 अफ द फाइनेस्ट प्लेयर भनौँ न पछिल्लो फर्महरु हेर्छौँ भने पनि प्रिमियर लिगमा यो दुईजना प्लेयर भएको टिम चाहिँ स्ट्रगल नगर्नुपर्ने हो भन्ने नै हुन्छ हैन। अब अरू प्लेयरहरु भनौँ न अब साइनिङ्सहरु हेर्छौँ भने फेरि लेफ्ट ब्याक एलहाजी जिएफ जुन हिसाबले खेलिरहेको छैन तर सुदेशले भने जस्तै गोलकिपिङ अब तपाईँ प्रिमियर लिग खेल्दाखेरि चाहिँ जब 2टा गोलकिपर प्रयोग गर्नुहुन्छ भने तपाईको डिफेन्सिभ भन्न गोलकिपिङमा प्रब्लम छ भने युनाइटेडमा हेर्नुहोस् हैन युनाइटेडले पनि सिजनको सुरुवात एउटा गोलकिपर गर्यो त्यसपछि अर्को ल्यायो भन्न ल्यामेन्स आएपछि केही हदसम्म रिजल्ट आइरहेछ। डाइरेक्ट इम्प्याक्ट त भन्दिनँ म तर रिजल्ट आइरहेछ हैन। अब वेस्ट ह्याममा चाहिँ अब अहिले हेर्छौँ भने हर्मसेन जो चाहिँ अब लास्ट टाइम लेस्टरबाट खेलेका थिए अहिले आएको उनको ब्याट स्टार्ट भएन त्यो चेन्ज गर्यो हैन। अब फेरि त्यो तपाईँ बिचमा म्यानेजर चेन्ज गर्नुभयो। म्यानेजर चेन्ज गर्ने बित्तिकै प्लेयरहरू त त्यही नै हुन्छ तपाईसँग अब जनवरीसम्म कुर्नु पर्यो कि नुनोलाई चाहिने खालको को प्लेयर हो त्यो ल्याउनलाई त फेरि कुर्नु पर्यो। त्यही भएर अहिले भएको रिसोर्सेस युज गर्नुपर्ने छ र सँगसँगै चाहिँ जे बिग्रेको छ त्यो कुरा सपार्न चाहिँ जनवरीसम्म चाहिँ अब मेकसिफ्ट के युज हुन्छ त्यो चाहिँ गर्नुपर्ने हुन्छ। गाह्रो चाहिँ प्रिमियर लिगको टिम सम्हाल्न पनि जोसुकै म्यानेजरलाई पनि अति धेरै प्रेसर छ। जुनसुकै टिम होस् बिग नेम होस् अथवा मिड टेबलको बिचमा टुङ्ग्याउने टिम होस् लास्टको टिम होस् जसलाई पनि एकदमै धेरै प्रेसर छ। र सँगसँगै अब अर्को म्याच रहेको छ म्यान्चेस्टर सिटी जसको पछिल्लो म्याच त्यति राम्रो रहेन र अब 7 पोइन्टको लिडमा छ आर्सेनल र सँगसँगै अब पछिल्लो केही
सिजनहरू राम्रो नभइसकेपछि पेपलाई पनि अलिकति प्रेसर नै छ। के लाग्छ यो म्याच जुन सिटीले आज खेल्दैछ बर्नमथसँग, बर्नमथले एकदमै राम्रो गरिरहेको छ। यो चाहिँ ठ्याक्कै अब दुईटा स्टाइलको क्ल्यास जस्तो, अब दुईजना स्पेनिस म्यानेजर तर पनि यो जुन बर्नमथ सेकेन्डमा छ तर सिटी अलि तल छ। अब त्यही माथि सिटीले जित्यो भने अझ आर्सेनलबाट 6 पोइन्टको दूरीमा हुन्छ होइन। तर त्योभन्दा पनि बढी चाहिँ यो स्टाइलको क्ल्यास जुन छ त्यसमा चाहिँ म हेर्न एकदमै इच्छुक छु। किन भन्दा अब यता सिटीमा जुन खालको लास्ट सिजनको पर्फर्मेन्स भयो यो सिजन त्यसलाई नदोहोऱ्याउने र त्यसलाई सुधार्ने जुन एउटा थियो। सिटी एक लेभलसम्म आइसकेको कि भन्दै अब यो लास्ट विक लस आइदियो होइन। त्यही भएर अब फेरि रिकिक गर्ने र जुन लास्ट सिजन रड्रीदेखि लिएर हालन्ड जुन फर्ममा के अब रड्री पनि फर्क्यो होइन। सो यो लेभलको कन्ट्रोल चाहिँ अब हुन्छ कि हुँदैन र नेक्स्ट रुट फरवर्ड चाहिँ के हो त यो बर्नमथसँगको क्ल्यास चाहिँ एकदमै इम्पोर्टेन्ट चाहिँ त्यो हिसाबमा सिटीलाई हुन्छ। सुभाष जस्तो अब सिटीको लागि लगातार हालान्डले नै स्कोर गरिरहेका छन्, लास्ट म्याचमा हुन सकेन र हालान्ड नै बढी स्कोर फ्रन्टमा चाहिँ एकदमै धेरै प्रभावकारी र एकदम क्रुसियल पनि भइरहेका छन्। त्यस हिसाबले प्रेसर कतिको हुन्छ उनीमाथि? होइन प्रेसर भन्दा पनि आई थिङ्क त्यो चाहिँ उसले रिलिज गर्छ कि त्यो भनौँ न टिमले उनलाई काउन्ट गरिरहेको छैन। अब हालान्ड अफ फर्मबाट बाहिर हुने बित्तिकै चाहिँ टिमको रिजल्ट कस्तो हुन्छ हामीले लास्ट सिजन हेर्न सक्छौँ होइन। अब एउटा कुरा चाहिँ सिटीको गेम प्ले हेर्दाखेरि पनि नम्बर 9 अझै सुरुवातमा ग्वार्डियोला आउँदा भन्दा अहिले चाहिँ अझै बढी डाइरेक्ट फुटबल चाहिँ हामीले देखिरहेको छ। जस्तो पहिला जुन पोजिसन बेस्ट हुन्थ्यो अहिले अलिकति चेन्ज चाहिँ भएको छ विथ टाइम होइन। किनकि अब बिचमा चाहिँ एकचोटि ग्वार्डियोलाको भनौँ ग्वार्डियोलाले पनि आफूलाई चेन्ज गर्नुपर्छ भन्ने थियो। त्यो हिसाबले चाहिँ अब हालान्ड चाहिँ कहिले भनौँ न सुरुमा सिटीमा आउँदाखेरि ग्वार्डियोला हेर्दाखेरि चाहिँ हालान्ड टाइपको प्लेयर चाहिँ कहिले पनि सिटीमा फिट हुन्छ भने हामीले सोच्दैन थियो होइन। तर अब अहिले जुन हिसाबले हालान्डले खेलेका छन् अब हालान्डको क्वालिटी हेर्दाखेरि चाहिँ लास्ट सिजन पनि नराम्रो चाहिँ होइन कुनै पनि एउटा नम्बर 9 को लागि। तर हालान्डले आफ्नै बेन्चमार्क चाहिँ यति माथि सेट गरेका छन् कि अब एकदम 11 गोल भनौँ न सिटीले गरेको 17 मध्ये 11 गोल उनको नाममा छ होइन। त्यसले पनि कतिको डिपेन्डेन्सी छ भन्ने चाहिँ देखाउँछ। र सँगसँगै एउटा चाहिँ अलिकति डिफ्रेन्ट योपालि भनेको चाहिँ सिटीले चाहिँ अहिले फुल्ली फिट स्क्वाड पाएको छ क्या। ग्वार्डियोलाको अन्डरमा सायदै त्यस्तो कमै टाइममा हुन्छ नि। त्यो भएर चाहिँ अब मलाई लाग्छ कि हालान्डलाई अनलक गर्नलाई चाहिँ अब रोड्री फर्केपछि रायन चेर्की फर्केपछि अब चाहिँ जुन अब साभिनोको जुन पछिल्लो केही खेलमा फर्म हामीले देखिरहेछौँ अब चाहिँ हालान्डलाई अझै बढी चाहिँ आक्रामक अझै बढी इफेक्टिभ चाहिँ हामीले देख्छौँ होला। सो एउटा ब्रेक लिइहाल्नु त्यसपछि हामी प्रेडिक्सन पनि गर्छौँ। सो अहिले हामी छोटो ब्रेक लिइहाल्छौँ त्यसपछि आजको म्याचको प्रेडिक्सन के हुनसक्छ प्रेडिक्ट पनि गर्नेछौँ। A revolutionary formula that penetrates the scalp 10 times deeper. Experience ultra performance that eliminates dandruff and grease, protecting your scalp like no other. Power up to 100% dandruff-free confidence. This is the world's #1 best men shampoo. All new Clear Men. A revolutionary formula that penetrates the scalp 10 times deeper. Experience ultra performance that eliminates dandruff and grease, protecting your scalp like no other. Power up to 100% dandruff-free confidence. This is the world's #1 best men shampoo. All new Clear Men. Clear presents EPL 2025 on Kantipur Max. Title sponsor, world's #1 men shampoo, Clear Men. Powered by Coca-Cola, Real Magic, Slinton College ING, TVS Ronin, Digital Payment Partner,
E-Sewa Sabai Sadai Sangai. Celebration partner KFC. Abroad study partner KIEC. Kick-off partner Gold Star Shoes. Never out of style since 1970. ब्रेकपछि स्वागत छ यहाँहरूलाई कान्तिपुर म्याक्स एचडी र कान्तिपुर म्याक्सको युट्युब च्यानलमा प्री म्याच हेरिरहनु भएको छ। अबको केही बेरमा आजको पहिलो म्याच सुरु हुँदैछ प्रिमियर लिगको र अब हामी क्विक प्रेडिक्सन गरिहालौँ। सो फर्स्ट म्याचको अब केही बेरमा सुरु हुँदैछ वेस्ट ह्याम र न्युक्यासल। सो के लाग्छ यो म्याचको स्कोर के होला, प्रेडिक्सन के छ तपाईँको? मलाई चाहिँ अब अन्डर न्यू म्यानेजर वेस्ट ह्याम पनि अनि न्युक्यासल पनि एक लेभलको पेस लिइरहेको, अथवा मलाई जेन्युनली हेर्न मजा आउने प्लेयर चाहिँ निक वोल्डमाडर हैन। अनि त्यही भएर पनि यो गेममा चाहिँ I would say Newcastle के upper hand sir. I think I would go for a 2-0 win for Newcastle. Second match City र Bournemouth. City र Bournemouth मा चाहिँ Bournemouth definitely punching above the weight, तर अघि न सुभाषले भन्नु भएको जस्तै City लाई रेयर लग्जरी छ यसपालि, fully fit squad, अनि when the wheels are turning I think all big गाह्रो हुन्छ। त्यही भएर a win for City I would say. सुभाष क्विक प्रेडिक्सन वेस्ट ह्याम न्युक्यासल। न्युक्यासल एकदम डोमिनेटिङ विन नै हुन्छ होला जुन हिसाबले अब हुन त अब वेस्ट ह्याम होममा छ हैन, तर आई थिंक न्युक्यासलको स्क्वाड अब बिस्तारै पेस चाहिँ लिइरहेछ, त्यही भएर न्युक्यासल विन। अनि अर्कोमा अब सिटी आई थिंक अब चाहिँ सिटीले यही बेला हो कि देखाउने कि आर्सनललाई अलिकति प्रेसर दिनु छ भने आर्सनल चिप्लिएको ठाउँमा लिने हो भने चाहिँ यस्तो पोइन्टहरू चाहिँ बर्नमाउथ अब आफ्नै टेबलभन्दा माथि भए पनि सिटीले चाहिँ आफ्नो क्वालिटी आज देखाउँछ जस्तो लाग्छ। हेरौँ अब यहाँहरूको प्रेडिक्सन कतिको मिल्छ, हामी अर्को विकमा आउँदाखेरि कुराकानी गर्नेछौँ। सो यहाँहरूले पनि प्रिमियर लिगमा पहिलो म्याच हेर्न सक्नुहुन्छ वेस्ट ह्याम र न्युक्यासल कान्तिपुर म्याक्स एचडी र त्यसै गरी तपाईँहरूले म्याक्सको एप डाउनलोड गरेर पनि प्रिमियर लिगका खेलहरू इन्जोय गर्न सक्नुहुनेछ। त्यो सँगसँगै सिटी र बर्नमाउथको म्याच रहेको छ 10:15 सभा 10 बजे नेपाली टाइम अनुसार। सो अहिलेको लागि भने वेस्ट ह्याम र न्युक्यासलको म्याच कान्तिपुर म्याक्स एचडी र कान्तिपुर म्याक्स एचडी को एपमा इन्जोय गर्नुहोला। Clear presents EPL 2025 on Kantipur Max. Title sponsor, world's #1 men shampoo, Clear Men. Powered by Coca-Cola, Real Magic, Slinton College ING, TVS Ronin, Digital Payment Partner, E-Sewa Sabai Sadai Sangai. Celebration Partner, KFC. Abroad Study Partner, KIEC. Kick-off Partner, Gold Star Shoes. Never out of style since 1970.